Hello and namaste everyone. Welcome back to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला. म पनि सन्चै आरामै छु. नेक्स्ट ब्लग फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ ब्लगमा. अनि म चाहिँ भर्खरै स्कुलबाट आएर ड्रेस चेन्ज गरेँ. अघि नै खाना खाइसकेँ. स्कुलको ड्रेसमा खाना खाएँ अनि आएर ड्रेस चेन्ज गरेँ अनि ब्लग स्टार्ट गरेको. अनि हिजो चाहिँ मैले ब्लग किन नहालेको भन्ने केही प्रश्न छ भने चाहिँ मैले चाहिँ हिजो फेरि हिजो चाहिँ म साथीहरूसँग मतलब गेम खेलेर मैले हाल्ने भनेको थिएँ. अनि तर त्यो हुन्छ त यहाँको साथीहरूसँग खेलेर हाल्ने भनेको बनाउनु त बनाएँ तर भिडियो एडिट गर्ने बेला चाहिँ डिलिट भइसकेको रहेछ त्यो भिडियो. अनि के गर्नु मैले डिलिट गरेँ जस्तो छु कि. अनि त्यही भएर सो आजको दिन कसरी बित्छ हेर्दै गर्ने होला. सो हामी चाहिँ खाजा लिन जानु थालेको. Talu. चटपटी खाना थाल्यो. एउटा चाउचाउ अनि भुजा अनि ढुङ्ग्री. धेरै त अब पैसा छैन. हेर साथी, तेरो र मेरो जिन्दगी पनि लुगा छैन, पैसा छैन भनेरै जाने भयो. गरिब त्यही हो अब हामी जाँदैछौँ. सो मैले चाहिँ भुजा चाउचाउहरू पनि ल्याएँ. मिथुला चाहिँ गएँ अघि के अरे ढुङ्ग्री लिएर गएँ. अनि मैले चाहिँ भुजा चाउचाउहरू ल्याएँ. किन पुग्यो न बेला है मलाई पनि घरमा पोलो अरू किन आउँछ मैले देखाउनु हो. चटपटे पनि बनिसक्यो ताल न बेतालको है. अनि अब चाहिँ खानुपर्ने हुन्छ. अनि खाएर चाहिँ ट्युसन जान्छु म. अनि यसलाई चाहिँ तेल हाल्न मन नपरेर तेल चाहिँ हालिनँ यसले. अनि त्यही हो मलाई चाहिँ मनपर्छ यसलाई मन पर्दैन. त्यही अब खाएर चाहिँ ट्युसन जान्छु म. खाजा पनि खाइसक्यौँ. अब चाहिँ ट्युसन जानको लागि कपाल सपाल कोर्नुपर्ने हुन्छ. त्यही हो अब चाहिँ ट्युसन जानुपर्ने हुन्छ. पढ्न जान्छु. त्यही हो अब सर पनि आउनु बेला भयो होला सायद.
फेभरेट। अब चाहिँ यो लाउँछु, यो चाहिँ मेरो फेभरेट हो अनि त्यही भएर यो लिप ग्लस हो कि त्यो राम्रो लागेर जानु चाहिँ केही लेखेको छ। बुक निकाल्नु पर्ने हुन्छ किनभने बुक लिएर जानुपर्ने म हातैमा लिएर जान्छु, त्यही त छ स्कुल। अनि हामीलाई चाहिँ स्कुलकै टिचरले पढाउनु हो नि त, अनि त्यही भएर हाम्रो साइन्स बुक चाहिँ यति मोटो छ, यति म्याथ पनि छैन हौ यति त। म्याथ यति पातलो छ, साइन्स यति मोटो छ, के भन्नु। त्यही भएर अब जान्छु अब चाहिँ त्यही हो। बाई अहिले आएर फेरि भ्लग गर्छु। साथीहरू म चाहिँ स्कुलबाट ट्युसनबाट पनि भर्खर आएँ अनि मैले चाहिँ भ्लग गरेँ अनि त्यही हो। अब चाहिँ ड्रेस चेन्ज गरेर नुहाएर भ्लग गर्छु, नुहाएर लुगासुगा धोएर भ्लग गर्छु। एकदम गर्मी छ भ्लग हेर्दै गर्नु मन पऱ्यो मलाई लाइक गरिदिनु होला अनि कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। मैले चाहिँ नुहाएर पनि अब भ्लग इन्ड गर्न थालेको अनि त्यही हो। म चाहिँ भर्खर नुहाएर पनि लुगासुगा धोएँ अनि त्यही हो। अब चाहिँ भ्लग इन्ड गर्नुपर्ने हुन्छ। थ्याङ्क्स फर वाचिङ माई भिडियो, बाई बाई।